हेलो गाइज नमस्ते। आज हामी अर्को श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आज हामी बुटोल नारायणगढ सडक खण्ड अन्तर्गत बर्दाघाट भन्ने ठाउँमा छौँ। बर्दाघाटदेखि बुटोलतर्फ जाँदैछौँ। बुटोल बर्दाघाट सडक खण्ड जुन 49 किलोमिटरको छ, त्यो 49 किलोमिटर सडक खण्डमा आज हामी यात्रा गर्नेछौँ। नारायणघाट बुटोल सडक खण्डको पूर्वी भाग नारायणघाट दाउन्ने 65 किलोमिटरको छ भने बाँकी रहेको सडक खण्ड 49 किलोमिटरको छ। जुन तराईको भागमा पर्छ त्यो तराईको भागहरू चाहिँ प्रायः जसो कालेपत्र भइसकेको छ, दुईतर्फ नै कालेपत्र भइसकेको छ भने दाउन्नेको सडक खण्डमा चाहिँ अलिकति काम गर्न बाँकी छ, जुन हाम्रो अघिल्लो भिडियोमा पनि हजुरले हेर्न सक्नुहुन्छ। आज हामीले यो सडक खण्ड दाउन्नेदेखि बुटोल खण्डमा काम कतिको भयो भनेर हामीले सरर देखाउनेछौँ। कुनै ठाउँमा काम अगाडि बढिरहेको पनि छ, त्यो पनि हामीले देखाउनेछौँ। कृपया भिडियो पुरै हेरेर साथ दिनु होला। हामी अब भुमै बजार आइपुग्न थालेका छौँ। भुमै बजारमा चाहिँ 6 लेनको बाटो हुँदैछ। भिडियोको हजुरले लेफ्ट र राइटतिर चाहिँ देख्न सक्नुहुन्छ। 6 लेनको कामको लागि कालेपत्र गर्ने काम चाहिँ अगाडि बढ्न थालेको छ। यहाँ बाटोमा चाहिँ धुलो सफाइ गर्ने मेसिनले अनि मान्छेले चाहिँ धुलो सफाइ गर्न थालेका छन्। मलाई लाग्छ यो 2-4 दिनमा यो पिच भइसक्छ। मैले फेरि अर्को भिडियो बनाउनेछु पिच भइसकेपछि कस्तो देखिनेछ बाटो भनेर। कृपया हेर्दै रहनु होला। यहाँनिर पनि बाटोको सर्भिस लेन बनाउने काम चाहिँ अगाडि बढ्दैछ। हामी अहिले भुमैदेखि सुनवलको बिच सेक्सनमा छौँ। यो थोरै सानो एरियामा चाहिँ सर्भिस लेन छ, अनि थोरै अगाडि गएपछि जङ्गल सुरु हुन्छ। जङ्गलमा चाहिँ 4 लेनकै बाटो हुन्छ। भिडियो अलिकति लामो हुने भएकाले मैले चाहिँ भिडियोहरू अलिकति फास्ट फरवर्ड गरेको छु। हेर्दा रमाइलो पनि लाग्न सक्छ। यो पुल क्रस गरेसँगै हामी अब सुनवल बजार प्रवेश गरेका छौँ। सुनवलमा नेपालको पुरानो चिनी कारखाना रहेको छ। यो ठाउँमा पनि सर्भिस लेनहरू बनाउने काम जारी छ। पिच भइसकेको छैन, तर पिच बनाउने क्रममा छ। अब केही दिनमै, यो 15-20 दिनमा यो पिच भइसक्छ। कुन चाहिँ ठाउँमा कताबाट हाल्ने हो एकदमै कन्फ्युजन छ। बाटो बनेर नसकुन्जेलसम्म चाहिँ जता हेऱ्यो डाइभर्सन। नयाँ चालकहरूलाई चाहिँ गाह्रै छ। सुनवल सकिने बित्तिकै चाहिँ एउटा भत्केको पुल छ। त्यो ठाउँमा चाहिँ यो बन्दैछ। यो पुल चाहिँ बनेर सकिसक्यो, तर पुलको मुखमा चाहिँ पिच गर्ने काम अगाडि बढ्दैछ। त्यो भएर चाहिँ हल्का धुलो देखिन्छ यो ठाउँमा।
तर सुनवल सकिसकेपछि सुनवलदेखि हाम्रो सुनवलभन्दा अगाडिको स्टेसन भनेको खैरेनी छ। सुनवल खैरेनी सेक्सन चाहिँ अल क्लियर छ। बाटो चाहिँ जङ्गल सेक्सन पर्ने भएर पुरै पिच छ, डबल पिच पनि भइसकेको छ। कृपया हेर्नु होला, मैले भिडियो अलिकति फास्ट गराएको छु। आज चाहिँ मौसम अलि नखुलेको भएर बाटोमा चाहिँ हुस्सुहरू देखिन्छ, भिजिबिलिटी अलिकति कम छ। ध्यान दिएर मोटरसाइकल चलाउनु पर्ने स्थिति छ। अहिले हामी खैरेनी बजार आइसकेका छौँ। खैरेनी भनेपछि रूपन्देही जिल्ला सुरु भएको छ। खैरेनी बजार पनि पिच भइसकेको छ, सर्भिस लेन पिच गर्न बाँकी छ। खैरेनी बजारदेखि अब हामी बुटोलतर्फ लाग्छौँ। खैरेनी बजार सकिसकेपछि एउटा पुल आउँछ। त्यो पुल बनेर त सकिसक्यो, तर पुलको मुखमा पिच गर्न बाँकी छ। अनि एउटा पुल भाँचिएको छ। त्यो पुल भाँचिएको, एक लेनको पुल बनिसक्यो, अर्को लेनको पुल चाहिँ भाँचिएको छ। त्यो भाँचिएको पुल बनाउन चाहिँ समय लाग्छ होला। त्यो भएर अलि यो खोलामा चाहिँ डाइभर्सन छ। गाडीहरू चाहिँ डाइभर्सनको बाटो भएर पुल क्रस गर्नुपर्ने छ। अब केही दिनमा यो पुलबाट नै गाडी गुड्ने स्थिति बन्छ होला, तर हाललाई चाहिँ अलि थोरै 300 मिटर जस्तो डाइभर्सन छ यहाँनिर। पानी परेको बेला अनि अलिकति गाडीले पानी पखेको बेलामा चाहिँ अलि ध्यान दिएर चलाउनुपर्छ। विशेष गरी दुई पाङ्ग्रे सवारी साधनहरू एकदमै अप्ठ्यारो छ। यो सेक्सन चाहिँ माटो सानो सानो डल्लो परेको हुन्छ अनि टायर चाहिँ चिप्लिहाल्छ यसमा। हामी अहिले प्रगति नगरमा छौँ। प्रगति नगरको एक लेनको काम भएको छ भने अर्को लेनको काम गर्न बाँकी नै छ। तथापि गाडीहरू भने पिच बाटोबाटै गुड्ने गर्छ। प्रगति नगरको जङ्गल सकिसकेपछि हामी भलुई भन्ने ठाउँमा आउँछौँ। भलुईको ठाउँमा पनि अलिकति पिच गर्न बाँकी छ। लगभग 1 किलोमिटर जस्तो सडक खण्ड। यो जङ्गलमा भने कालोपत्र भइसकेको छ। हजुरले पनि देख्न सक्नुहुन्छ बाटोको धेरै ठाउँमा कन्स्ट्रक्सनको काम चाहिँ तीव्र गतिले भइरहेको छ। कुनै ठाउँमा चाहिँ पिच गर्ने काम हुँदैछ, कुनै ठाउँमा बाटोको बिचको डिभाइडर चाहिँ राख्ने काम अथवा कुनै ठाउँमा सर्भिस लेन बनाउने काम भइ नै रहेको छ। काम चाहिँ तीव्र गतिले अगाडि बढ्दैछ। हामी भलुई भन्ने ठाउँमा आइपुगेका छौँ। भलुईको बजार एरियामा पिच भइसकेको छ भने भलुईको बजारको दुई छेउमा पक्की पुल छ। पक्की पुलको छेउछाउमा पिच गर्न बाँकी छ। बजारको अगाडि अनि बजारको पछाडि। त्यो बाहेक
अरू जङ्गल चाहिँ पिच भइसकेको छ। अब भोलिदेखि बुटोल सडक खण्ड चाहिँ सबै पिच भइसकेको छ। हजुरहरूले अगाडि पनि हेर्न सक्नुहुनेछ। भलुई बजार सकिसकेको छ। अब हामी गौशालाको अगाडि आइपुगेका छौँ। यो सेक्सन अलिकति लगभग 1 किलोमिटर सडक खण्ड जस्तो चाहिँ पिच गर्ने काम बाँकी नै छ। अब छिटै पिच होला यो ठाउँमा पनि। अन्य ठाउँको कामको गति हेर्दा अब हामीले धेरै समय चाहिँ कच्ची बाटोमा हिँड्न नपर्ने जस्तो लाग्छ मलाई। एकदमै तीव्र गतिको साथ चाहिँ काम अगाडि बढेको छ। पहिले नै यस्तो गतिमा काम अगाडि बढेको भए चाहिँ हामीले धेरै शास्ति भोग्न पर्ने थिएन होला सायद। अब भने बुटोलसम्मकै सबै सडक कालीपत्र भइसकेको छ। हामी सरर जान सक्छौँ। कतै बाधा व्यवधानहरू चाहिँ छैन। अब भने बुटोल आइसकेको छ। बुटोल धागो कारखाना हामीले देखिसकेका छौँ। यस लगत्तै बुटोल औद्योगिक क्षेत्र आउँछ अनि हामी बुटोल बजारतर्फ प्रवेश गर्छौँ। यहाँनिर भने सडकमा ट्राफिक प्रहरीको चेकिङ देख्न पाइयो। जेएनजी आन्दोलन पछाडि चाहिँ रोकिएको ट्राफिक प्रहरी चेकिङ चाहिँ निकै पातो लिएर गएको थियो भने अहिले चाहिँ केही बाँक लिएको छ। भिडियोमा देख्न सक्नुहुन्छ लगभग धेरै जस्तो कामहरू अगाडि बढिसकेको छ। धेरै ठाउँमा काम अगाडि बढ्दैछ। देश निर्माणको काम अगाडि हुँदैछ। सडकले एकदमै गति लिएको छ। समय लाग्यो, निकै नै समय लाग्यो। यस बिचमा कन्ट्र्याक्ट अवधि पनि थपिँदै गए, तर यो लास्ट 2 इयर्समा चाहिँ कामले निकै प्रगति लिएको छ। चाइना स्टेट कन्स्ट्रक्सनकै अनुसार कुरा मान्ने हो भने 75% 74देखि 75% काम अगाडि बढिसकेको छ। अब धेरै दाउन्ने सेक्सनमा मात्र काम गर्न बाँकी हो भने अरू धेरै ठाउँहरूमा काम अगाडि बढिसकेको छ। गाडीहरूलाई शास्ति छैन। अब हामी बुटोल आइसकेका छौँ। बुटोलमा अहिले मेला चलिरहेको छ, औद्योगिक व्यापार मेला। बुटोल वरपर हुनुहुन्छ भने कृपया भिजिट गर्नुहोला। स्वदेशी सामानहरूको बिक्री प्रवर्धन हुन्छ त्यो ठाउँमा। कतै कलाकारहरू पनि राष्ट्रिय स्तरका कलाकारहरू आउनुहुन्छ प्रस्तुति दिनको लागि। बुटोल नारायणघाट सडक खण्डको अन्तिम बिन्दु भनेको राजमार्ग चौडा हो, जुन लखन चौक भनेर पनि चिन्छौँ। यो ठाउँसम्म चाहिँ चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको हो। हामी चौडा आइपुगेका छौँ। यहाँनिर चाहिँ सडक सकिनेछ। म भने चौडाबाट तिलोत्तमातर्फ जाने भएकाले दक्षिणतर्फ लागेको छु। भिडियो अन्तिमसम्म हेर्नुभयो, साथ दिनुभयो, यहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा म अरू भिडियोहरू लिएर सडक खण्डको जानकारी दिनेछु। Thank you so much for watching, guys.